यही रहने एकछिन बुद्धम शरणम। यो रानी पानी कुवा हो, यहाँ पहिले पानी आउँथ्यो तर अब भूकम्पपछि फेरि के भयो अब पानी सुक्यो, अहिले पानी छैन, यस्तो हालत छ र हामी कामना गर्छौँ भगवानसँग यसमा पानी आओस्, यसलाई हरियो भरियो पहिरो जस्तो होस् भन्ने हामी कामनाको साथ बुद्धम शरणम गच्छामि, धम्मं शरणम गच्छामि, संघं शरणम गच्छामि, बुद्धं शरणं गच्छामि, बुद्धं शरणं गच्छामि, धम्मं शरणं। यहाँ अगाडि बिस्तारै अगाडि बढ्ने, बिस्तारै बढ्ने। बुद्धं शरणं धम्मं शरणं संघं शरणं। हेर किन पछाडि ठाउँमा बस्ने, कहाँ दगुर्ने, कहाँ गयो भाग्यो? यता आऊ तिमी, यता आऊ, यहाँ कोही भाग्न पाउँदैन। जाऊ आफ्नो लाइनमा ठाउँ। अब घरमा गएपछि कुद्ने, अब झन् राम्रो हुनुपर्छ। पढेपछि मान्छे ज्ञानी हुन्छ कि अनि ठुलो भएपछि बदमासी गर्ने? हामीहरू पढेपछि के हुन्छौँ? हामी सज्जन हुन्छौँ। पढेपछि मान्छेले अब घरको नजिक आउँछ अब दगुर्ने मूर्ख मान्छेहरू। बुद्ध कहीँ दगुर्छ? तिनीहरू सब बुद्धि छौ। राम्रो ढङ्गले जाने, एकदम सबै भएर आफ्नो बुवा आमालाई देखाउने हामी कस्तो छौँ? ल त एकदम लाइनमा, सबैजना लाइनमा जानैपर्छ। ल अगाडि जाऊ, हेर सबैजना लाइनमा जानैपर्छ। बुद्धं शरणं धम्मं शरणं संघं शरणं बुद्धं शरणं धम्मं शरणं संघं शरणं बुद्धं शरणं बुद्धं शरणं। खोइ कहाँ गयो? पछाडिका ठुला बडाहरू सब बदमास भइसकेको। आफ्नो लाइनमा घरमा आएपछि झन् हुनुपर्ने ठाउँमा ठुलो मान्छे भएपछि यस्तै हो। यत्रो र्यालीमा आइसके मान्छेले अब ज्ञानी हुनुपर्ने ठाउँमा झन्। बुद्धं शरणं धम्मं शरणं बुद्धं शरणं धम्मं शरणं। खोइ लाइनमा छैन। नो लाइन नो बुद्ध। बुद्धको मान्छे लाइनमा हिँड्छ, विद्यार्थी लाइनमा हिँड्छ, पढ्ने मान्छे लाइनमा हिँड्छ। ल बिस्तारै हिँड, दौडिरहेछ किन? बिस्तारै हिँड त। रोक त्यही रोक त पहिले। सबजना स्टप हुने। राम्रो ज्ञानी मान्छे रहेछ। यो बदमास छ, जान्दो यो बदमास छ। यो अङ्गुली माल छ। ल किनभने यस्तो बेलामा हामी सिकेपछि त झन् ठुलो मान्छे भयो नि। सबै स्टप हुने र एकदम स्लो जाने। अब एकदम स्लो जाने, फास्ट छैन। सूर्य हेर त, सबै स्लो जाने, एकदम स्लोमा जाने। अब दगुर्ने। यी स्कुलमा पढेपछि अब दगुर्ने, ज्ञानी भएपछि अब दगुर्ने। त्यही रोक बिस्तारै हिँड्ने। अब ल कोही नबोल्ने अब र ध्यानमा हिँड्ने, आँखा सामने हेरेर चक्रमन। ल सबैले खुट्टा चाल्ने, एक चाल्ने, कोही नबोल्ने। अब एउटा खुट्टा चाल्ने अनि अगाडि खुट्टा, अनि आँखाले हेर्ने होइन, मनले हेर्ने। आँखा सामनेमा राख्ने, आँखा बन्द गर्ने होइन कि आँखा सामनेमा राख्ने। बिस्तारै हिँड्ने, कोही नबोल्ने। आँखा सामनेमा राख्ने, खुट्टालाई एउटा खुट्टा उचाले, अर्को खुट्टा उचाले भनेर एकदम चक्रमन गर्ने। कोही नबोल्ने। अब अगाडि बस्छ। ल राम्रो ज्ञानी छौ हो, तिमी बुद्धि छौ, एकदम ज्ञानी छौ। ल त कोही नबोल्ने। अब आँखा सामनेमा राख्ने, खुट्टा चाल्ने, एक पाइला अर्को पाइला हेर्ने, मनले हेर्ने। अब मनले हेर्ने मात्रै र बिस्तारै हिँड्ने, एकदम बिस्तारै।
बिस्तारै हिँड्ने। आँखा सामुन्नेमा राख्ने। एक लर्कोलाई दायाँ बायाँ नहेर्ने, आफ्नो सामुन्नेमा आँखा खोलेर राख्ने, आँखा बन्द गर्ने होइन। आँखा सामुन्नेमा हेर्ने, खुट्टा आफै चलोस्। कोही पनि बोल्ने छैन। अब भइगयो। हेर हेर के गरेको, आँखा सामुन्नेमा, कोही नबोल्ने। कोही पनि नबोल्ने, बिस्तारै हिँड्ने मात्रै हो। सामुन्नेमा, आँखा सामुन्नेमा हेर्ने। तिमी महाबदमास छौ, तिमी धेरै बोलिरहेछौ। तिमी अगाडि हेर। सक्त के छौ? लट्ठीले हिर्काऊ तिनीहरूलाई। तिमीहरू बुझ्छौ। अब चुपचाप हेर, छोडिदेऊ। ध्यानमा अगाडि मुख, अगाडि आँखा हेर्दै, आँखा बन्द नगर्ने, आँखा हेर्ने र खुट्टालाई बिस्तारै उठाउने राख्ने। छोडिदेऊ। हेर हेर हेर, ल छोडिदेऊ। त्यो छोडिदेऊ न, के हेरेर थालेको अब अरू चिज। ल त अब 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 अरूको कुरा नगर। ल यो पनि टाँसिरहेको थियो। हेर यहाँ छैन। त्यो इलाकामा गएको थिएँ, बदमास भएका छन्, रक्सी खाएर बढ्यो। ल ज्ञानीहरू अगाडि भयो। ऊ ज्ञानी छ, अगाडि हेर्ने, अगाडि हेर्ने हो। राम्रो, भेरी गुड। तिमी पनि अगाडि हेर्ने। अनि खुट्टालाई मनले हेर्ने। खुट्टा चलेको, अगाडि चलिरहेछ, पछाडि चलिरहेछ, अब उठ्छ, अब उठ्छ भनेर खुट्टालाई चाल्ने। लाइनमा, लाइनमा, नो लाइन, नो लाइन, लाइन, लाइन। ल अगाडि हिँड्दै जाऊ। बिस्तारै बिस्तारै हिँड, बिस्तारै, फास्ट नहिँड्ने। फास्ट नहिँड्ने, अरूलाई नहेर्ने, आफ्नो आँखा सामुन्नेमा राख्ने। आफ्नो आँखा सामुन्नेमा राख्ने। ल ल अगाडि 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 हिँड। बिस्तारै, एकदम राम्रो ज्ञानी मान्छे हो। तिमीले कन्ट्रोल गर्ने सबलाई। बिस्तारै हिँड्ने। किन बोलिस्? कोही पनि मुखबाट साउन्ड ननिकाल्ने। कोही पनि बोल्न पाउँदैन, केही कुरा गर्न पाउँदैन, न बुझाउन सर्न पनि गर्न पाइँदैन। अब 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 आँखालाई सामुन्नेमा हेर्ने र खुट्टा चालेको हेर्ने मनले। ज्ञानी तिमी यहाँ हिँड हो। राम्रो, धेरै धेरै हो। म ठिक गर्दैछु। टाउको चाहिँ अलिक सिधा है, टाउको अलिक सिधा। यति यति थाम। अहिले सबै मैले अब मिलाउँछु यहाँबाट। यहाँ त्यहीको अहिले अहिले नउठे, अहिले नजाने। म यहाँ आऊ, यहाँ आऊ त, यहाँ आऊ, यहाँ यहाँ हो, यहाँ यहाँ बस बस। म मिलाउँछु। सबै टाउको चाहिँ सिधा, यहाँ मिलाऊ, अलिकता फर्काऊ हो, अलिक यहाँ यहाँबाट एकदम स्लो जाने, लाइनमा जाने। खुट्टा आँखाले नहेर्ने, मनले हेर्ने। खुट्टा अब मेरो हिँड्यो, खुट्टा हिँड्यो, खुट्टा चलिरहेछ, अगाडि चलिरहेछ। मिलाऊ त सबलाई। ल त हो ज्ञानीहरू। ल एकदम लाइनमा, कुनै पनि लाइन यताउता नचल्ने। अरूको लाइन नहेर्ने, अरूले बिगारे पनि बिगारोस्, आफू नबिगार्ने। अरूको लाइन नहेर्ने। अरूको लाइन नहेर्ने, अरूको मुख नहेर्ने। ल खोइ टाँसेर होइन। अरे पछाडि जाऊ, पछाडि जाऊ, पछाडि। एक लर्कोले टाँस्ने हेरेर अरूको ठाउँ छ हामीसँग। अब 5 मिनट यहाँ पुगिन्छ।
मिलाऊ त पहिले मिलाऊ लाइन त र एकजना यहाँ बस्ने बिचमा एकजना लास्टमा बस्ने सुन सपना एकजना लास्टमा बिचमा 4 जना चाहियो मलाई र म त्यहाँदेखि सब अलि पनि लाइन यता डिस्टर्ब नहोस् अरूले गल्ती गरे पनि भन्न मात्र पाइँदैन हामीले भन्ने हो तिमीहरूले उसले गल्ती गरे उसले कोही मुखबाट एउटा शब्द कुनै हालमा ननिकाल्ने एउटा शब्द पनि यहाँदेखि समीको रुखमा केही पनि बोल्न पाइँदैन लाइनमा यो पनि बुद्धको एउटा ठुलो ज्ञानको औजार हो ल बिचमा तिमीहरूले सपना तिमी लास्टमा र बिचमा पनि हेर तिमीहरू पनि हेर उता एक्लै आफ्नो ग्रुपलाई कोही यताउता हल्न पाउँदैन ल बिस्तारै म हिँड्छु कोही बोल्ने छैन ल त आँखाले अब बिस्तारै हिँड त मेरा ज्ञानी बुद्ध ल हे एकदम ल ठिक छ धेरै राम्रो ल आऊ बिस्तारै आऊ बिस्तारै आऊ हिँड एकदम राम्रो धेरै राम्रो हेर धेरै राम्रो एकदम यसरी कन्ट्रोल गर्ने एक लाइनमा बिस्तारै त्यो लाइनमा बस बिचमा कहीँ बस जहाँ बस्न मन लाग्यो त्यहीँ बस हो एकदम ज्ञानी छ होइन त्यहाँ बस न छोडिदेऊ उसलाई त्यो लाठी छ अगाडि हेर्ने अब बोल्ने छैन के मैले स्टेपलर उसलाई दिएको छ मैले एउटा ठिक छ मलाई दिएको छ यिनीहरूले मेरै होला ल ठिक छ तिमीले हो ल त अरू थियो अब सबैले ध्यान दिने कि मान्छे लाइनमा होस् लाइनमा अगाडि टाउको चाहिँ अगाडि टाउको सिधा आँखा खोल्ने आँखा बन्द गर्ने कोही पनि अगाडि हेर्ने एकदम राम्रो धेरै बिस्तारै हिँड्ने एकदम बिस्तारै जाने अब समी रुखमा जाने अनि काठपाङहरू हुन्छ त्यो जे गर्छ अब बोल्ने छैन जाउँ न त्यहाँसम्म कोही बोल्ने छैन केही सोध्ने छैन मलाई होइन केही नबोल्ने बुझ शर्म खतम भइसक्यो अब अहिले छोडिदेऊ अहिले जाउँ त्यहाँ त्यो कुरा केही पनि नगर पाप लाग्छ केही नबोल हामी पनि नबोलौँ हस् तिमी आफ्नो काम गर छोडिदेऊ दुनियाँलाई मैले भन्दैछु अरूले हल्ला गरे गर्न देऊ तिमी नगर कुनै हालमा अरूले जे गरेको छ हामीहरू छौ नि मास्टरले के गर्छ हेर्दैन हाम्रो के काम हामीले 4-4 जना मैले भनेको छु उनीहरूले पनि कन्ट्रोल गरिरहेछ लाइनमा अब त पछाडि हेर्ने होइन अगाडि हेर्ने सबै खोला चाहिँ अगाडि हेर्छ अनि मात्र पानी बग्छ ल खोलाले पछाडि हेर्दैन पानी आओस् नआओस् खोला बन्ने आफ्नो धुनमा राख्ने बिस्तारै फास्ट भयो बिस्तारै हिँड्ने बिस्तारै राम्रो एकदम हो ग्याप नराखेर बिस्तारै हिँड
ल हिँड हिँड तर उसको हातमा झन्डा दिएको राम्रो उसलाई दिऊ अगाडि झन्डा हुनु पर्छ उसलाई दिऊ अगाडि चाहियो झन्डा कहाँबाट आवाज धेरै आइरहेछ राख राख अहिले जाउँ न आइसक्यो अब आइसक्यो बाबु 2-4 मिनट त हुन्छ म आइसक्यो अब तपाईँहरू कहाँ टाढा छ कस्तो मान्छे रहेछ यो बदमास रहेछ कि अब न बोलो छोडिदेऊ छोड्लो उनीहरूलाई गर्नु दिऊ तिमीलाई गर्न मैले गर जे गर्नु छ गर आफ्नै ज्ञान हुँदैन ए रसो